अहिले म भाइ बहिनीहरू घरतिर छिर्दैछु किचनतिर। भाइ के बनाउँदै हुनुहुन्छ? दाजु यो सुत्केरी मसला बनाउन आँटेको। सुत्केरी मसला हो यो। अनि के बनाउनु भएको? यति धेरै आइटम त धेरै छ त हौ। यो चाहिँ गुद भन्छ दाजु। ए हजुर, गुद। यो ओखर। यो फर्सीको बिहा। वाउ। अनि यो चम्सुर। यो किसमिस। यो मखना। ठुलो खत। पाखनबेत। दालचिनी, पिस्ता, काजु, तिल, खजुर, बदाम, अर्को सानो बदाम, ज्वानो, मेथी, सुप, नरिवल, यो मिश्री, सब थोक मिलाएर जम्मा 18 आइटमको चाहिँ बन्दैछ दाजु। 18 आइटमको। यो त मैले पहिलोचोटि यति धेरै आइटम पहिलोचोटि देखिराखेको छु। त्यसैले गर्दा मैले भिडियो बनाउन बाध्य भए। अब यो चाहिँ कसले खान मिल्ने हो? यो खासै सुत्केरी मसला त भनियो। यो बुढा बुढी कमजोरी सबजनाले खान मिल्छ दाजु। खान मिल्ने। सुत्केरीले पनि मिल्यो र यो सम्पूर्ण चाहिँ जो कमजोरी भएका मान्छेहरू छन्, कमजोरी हुने जतिले चाहिँ सबैले खान मिल्छ। एकदम यो तागतिलो भिटामिन हो। यो जसले खान पनि मिल्ने हो। वाउले धन्यवाद भाइलाई, यो जानकारी गराउनु भयो। खुसी लागेको छ। अब खान पनि मिल्छ होला नि त, हैन त? मिल्छ। अब यो तयारी छ दाजु, अब पाकिसकेपछि खानुपर्छ। ए ल, हस्, धन्यवाद भाइलाई, धन्यवाद। ल भाइ बहिनीहरुको किचनमा आज यति धेरै परिका यो के भन्छ के आइटम यो सुत्केरी मसलाको आइटम। तर हामी चाहिँ सुत्केरी हैन, तै पनि खान मिल्ने रहेछ। खान मिल्ने भएर चाहिँ धन्यवाद। हस् ल, धन्यवाद।